हेलो गाइज, गुड इभिनिङ एभ्रिवान। यो हेर्न सक्नुहुन्छ, यो सबै मैले रोपेको फुलहरू हो। यो चाहिँ मेरो घर भने चाहिँ अलिक कन्फ्युज हुनु होला। यो चाहिँ मेरो मामुको, मेरो भाइको, हामी सबैको, मेरो दिदीको घर हो है। हाम्रो यति ठुलो एरिया छ। यो सबै मैले रोपेको फुल हो। अब यहाँ चाहिँ अलिकति भोल्टेजको प्रब्लम भएको भएर पानी हाल्न एकदमै डिफिकल्ट हुन्छ, मामुले हाल्न सक्नुहुन्न। म चाहिँ यहाँ हप्तामा 2 चोटि सक्दो आउन कोसिस गर्छु पानी हाल्नको लागि। आज बत्ती पनि छैन, भोल्टेज पनि छैन र मामुले चाहिँ यहाँ आँप टिप्दै हुनुहुन्छ अचार हाल्ने भनेर। मैले चाहिँ अचार हाल्नको लागि लग्दैछु। कति फुलहरू त सुकेर मर्यो के, तपाईँलाई देखाउँछु ल। यस्तो महँगो फुलहरू मरिरहेको छ के। मामु बिमारी हुनुहुन्छ नि, पानी हाल्न सक्नुहुन्न। यो सो प्लान्टहरू यति महँगो हुन्छ हेर्नु न। यो सुकेर मर्यो के, कति मर्यो, कति गमलाहरू त खाली छ के। गरी ल्याएर रोपिदिएको छु के। अब के गर्ने, यो रोपेर पानी नै पाउँदैन। यहाँ आउँदासम्म मजाले केयर पाउँथेँ यिनीहरूले, यो फुलहरूले। तर अब के गर्नु, म यहाँ छैन। सानो खालेमा हो कि भने, यो चाहिँ ठुलो खालेमा थियो, मरेछ बिचरा पानी नपाएर। के गर्नु, हेर्नु है कस्तो मजाले म हुँदाखेरि थियो। म चाहिँ कहिले मेरो घर बन्ने, कहिले यिनीहरूलाई लिएर जाने। अनि यो फुलहरूले गर्दा पनि मलाई एकदम साह्रै टेन्सन लाग्छ के गर्नु। म यहाँ सधैँ आइरहन सक्दैन जतिखेर पनि होइन। त्यहाँ पनि हेर्नुपर्छ, कति त सुक्छ, मर्छ, एकदम नराम्रो लाग्छ, पिर लाग्छ मलाई चाहिँ। कुराको पिर एकदमै लाग्छ भने कुन बेलामा म केही भए, बिमारी भए या नराम्रो केही मलाई भयो भने मेरो फुलहरूको के होला भन्ने टेन्सन लाग्छ क्या। अब बच्चा त होइन, मान्छेको बच्चा हो, मान्छेहरूले केयर गरिहाल्छ। फुल भन्ने चिज, प्लान्टहरूलाई खासै केयर गरिँदैन होइन। अनि त्यसैले गर्दा मलाई एकदमै पिर लाग्छ। अब यसलाई म टिप्न लाग्छु आज। वाउ, अब यिनीहरूलाई टिप्छु, म अचार हाल्छु अनि खान्छु मिठो मिठो बनाएर। गल्का चाहिँ बनाउन आउँदैन, अचार पनि आउनु त आउँदैन। हेरौँ कसलाई भनेर हुन्छ। यसको अचार बनाउँछु अनि खान्छु, दिदीलाई पनि राखिदिन्छु। यति चाहिँ मामुले टिपिसक्नु भएको छ। चोट नलागेको भन्छ ए। ल टिप्नु। यहाँ चाहिँ नानीले के लट्ठी आँप खान्छु भनेर लट्ठीले हान्थ्यो, यस्तो भएछ के यसको। सानो भएछ, पहिला चाहिँ यत्रो मोटो ठुलो हुन्थ्यो। यो चोटि दोस्रो चोटि फल्यो होइन। यो दोस्रो चोटि फलेकोमा धेरै फल्यो, फल लाग्यो। तर सानो आँपको क्वालिटी चाहिँ सानो भयो। मसला अब त्यो बनाउन आन्न नि त मसलालाई। अनि यी साथीहरू, यो मैले मेरो घरको आँपमा लगाएको छु। यो चाहिँ हजुर माथि ठुलो छ भनेपछि फेरि त्यसलाई टिप्ने कसरी त, फेरि खस्यो भने चोट लाग्दैन। अब फेरि थाप्नु पर्यो त एकजनाले। थैला ल्याउनुपर्छ, थैला। लुगामा लाग्यो भने जान्ने फेरि यसको चोक कालो दाग बस्छ। हेर्नु है साथीहरू, हाम्रो घरको आँप अर्ग्यानिक, यो चाहिँ दोस्रोपल्ट फलेको आँप हो। भयो दाबे। आफ्नो घरमा आँप भयो भने जतिखेर पनि खान पाइयो, टिपेर यसरी अचार बनाउन पाइयो। कति किलो जति टिपिसक्यो अहिलेसम्म? खोइ कति दे नखसेको, यो नुङ्गेर भाँचिन्थ्यो होला डालै। माथि उठ्ला फेरि तल फेरि म फेरि झुरो हुन्छ यिनीहरू कलिहरू। टिप्नुको कारण चाहिँ के हो थाहा छ तपाईँहरूलाई? यो चाहिँ पुरा चराले खायो कि हामीहरूको आँप। अलिअलि पनि होइन, दिनको 10-12 आँपले अलिअलि खाँदै टिप्दै। अनि फेरि
भुइँमा खसाल्दै गरेको भएर टिपेको हो साथीहरू। आफू झुप्पा हेर्नु त? अँ Oh my god, oh my god! भयो आँप टिपेर रेडी भइसकेको छ। 1 नम्बर जति होला लग्दैछु मैले अचार बनाउन। यसरी चाहिँ के चराले डेली खाँदै यसरी फाल्छ के। अनि यो पुरा पनि खाएको हुँदैन, यस्तै छिल्दै काँचैमा खाँदै फाल्ने गर्दो रहेछ। त्यही भएर हो साथीहरू यस्तो काँचैमा टिपेको पाकेर खान सोचिरहेको थियौँ। रेडी भयो मेरो आँप, प्याक पनि भइसक्यो। अब जाने बेला भइसक्यो। आजको मेरो भिडियो धेरै लामो भएको होला, तर पनि धैर्य गरेर हेरिदिनु होला। हजुर, मेरो भिडियोलाई चाहिँ लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। यति भन्दै बाई बाई। थ्याङ्क यू फर वाचिङ, किप लभिङ, किप सपोर्टिङ। बाई बाई भन्नु नि त मामु, बाई बाई भन्नु नि यहाँ। बाई बाई। थ्याङ्क यू फर वाचिङ, लाइक